आईसीसी विश्वकप लीग 2 अन्तर्गतको एक दिवसीय सिरिजमा नेपालले आइतबार घरेलु टिम स्कटल्याण्डसँग खेल्ने तालिका छ। यी दुई टोलीबीचको प्रतिस्पर्धा नेपाली समयअनुसार अपराह्न 3:45 देखि स्कटल्याण्डको फोर्थ हिल ग्राउन्डमा सुरु हुनेछ। नेपाल लगातार तेस्रो जित निकाल्दै विदेशी भूमिमा ऐतिहासिक क्लिन स्वीपको उपलब्धि हासिल गर्ने लक्ष्य नजिक पुग्न चाहन्छ। नेपाल यस सिरिजमा अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गरिरहेको छ। श्रृङ्खलाको पहिलो म्याचमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई 1 विकेटले स्तब्ध पारेको थियो। यस्तै दोस्रो खेलमा नेदरल्यान्ड्स विरुद्ध 5 विकेटको सहज जित दर्ता गर्दै नेपालले लय जारी राख्यो। दुवै खेलमा नेपालले लक्ष्य पछ्याएर जित हात पारेको हो। लगातारको जितले नेपाल रणनीतिक साझेदारी र खेलको परिस्थिति अनुसार निर्णय लिन सक्ने क्षमतामा सुधार आएको संकेत गर्छ। हालसम्म नेपाल र स्कटल्याण्डले 9 वटा ओडिआई म्याचमा एकअर्काको सामना गरेका छन्। तीमध्ये नेपालले 5 र स्कटल्याण्डले 3 खेल जितेको विगत छ। यी दुई टिम बीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ। सबैभन्दा साकलाग्दो पक्ष स्कटल्याण्ड विरुद्धको पछिल्लो 5 खेलमा नेपालको दबदबा रहेको छ। नेपालले ती 5 मध्ये 4 खेलमा स्कटल्याण्डलाई हराएको छ। स्कटिस टोलीसँग नेपालले सन् 2022 यता हार बिहोरेको छैन। घरेलु मैदानमा खेलिरहे पनि जारी श्रृङ्खलामा स्कटल्याण्ड केही दबावमा देखिएको छ। सिरिजको पहिलो खेलमा 297 रनको बलियो लक्ष्य बनाएर पनि उसले हार बिहोर्यो, जुन हारले स्कटल्याण्डलाई मानसिक रूपमा असहज बनाएको देखिएको छ। यद्यपि दोस्रो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई 44 रनले हराउँदै पुनरागमनको संकेत दिएको छ। यता नेपाली टिम लगातार तेस्रो जित निकालेर ह्याट्रिक पूरा गर्ने योजनामा छ। टोलीमा युवा र अनुभवी खेलाडीबीचको समन्वय, कप्तान रोहित कुमार पौडेलको नेतृत्व क्षमता, स्पिन र पेस आक्रमणको सही मिश्रण तथा शीर्षक्रमको लसकता नेपाली टोलीको बलियो पक्ष बन्न पुगेको छ। नेपालले पछिल्ला जितहरूबाट लिएको ऊर्जा र आत्मबललाई निरन्तरता दिँदै यो स्कटल्याण्ड भ्रमणलाई ऐतिहासिक बनाउने लक्ष्य लिएको छ। नेपालले हालसम्म विदेशी भूमिमा कुनै पनि ओडिआई सिरिज क्लिन स्वीप गर्न सकेको छैन। नेपाल यसपालि इतिहास रच्ने योजनामा छ। यसबाहेक लिग 2 मा समग्र अङ्कतालिकाको सन्दर्भमा पनि नेपालका लागि जारी श्रृङ्खला महत्त्वपूर्ण छ। जितको निरन्तरताले टिमलाई आगामी विश्वकप छनौटका सन्दर्भमा थप सुरक्षित स्थानमा पुर्याउनेछ। नेपालले आइतबार पनि संयमित ब्याटिङ, अनुशासित बलिङ र सशक्त फिल्डिङ प्रदर्शन गर्न सकेमा स्कटल्याण्ड विरुद्ध फेरि जित निकाल्दै सिरिज क्लिन स्वीप गर्ने सम्भावना बलियो बनाउनेछ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।